नमस्कार साथीहरू, तपाईहरूलाई एकादेशको कथामा स्वागत छ। आजको एपिसोडमा हामी कुरा गर्न जाँदैछौँ कमिलाहरू किन हराउँदैनन्। यो हाम्रो नेचर एन्ड साइन्स सिरिजको एकदमै रोचक एपिसोड हो। तपाईहरूले पनि घरको बगैँचा, बाटो वा जङ्गलमा एउटा लाइनमा ताती लगाएर हिँडिरहेका कमिलाहरू देख्नु भएको होला है। त्यो कमिलाहरूको ताती हेर्दा कस्तो रमाइलो लाग्छ, जस्तो कुनै मिसनमै हिँडिरहेका जस्ता। तर उनीहरू कसरी बाटो पत्ता लगाउँछन् त र किन कहिले हराउँदैनन्? विज्ञान भन्छ फेरोमोन्स। जब कमिलाहरू हिँडिरहेका हुन्छन्, उनीहरूले आफ्नो बाटोमा फेरोमोन्स भन्ने गन्ध छोड्छन्। यसले बनाउँछ फेरोमोन ट्रेल, एउटा अदृश्य नक्सा जस्तो। र यही ट्रेल पछ्याएर अरू कमिलाहरू पनि बाटो सजिलै भेट्छन्। अब अर्को रोचक कुरा, उनीहरूको एन्टेना। हिँडिरहेको बेला तपाईले हेर्नु भएको छ, कमिलाहरू टाउको ठोकाउँदै हिँडिरहेका देखिन्छन्, होइन? त्यो उनीहरूले एन्टेनासको माध्यमबाट सन्देश आदान प्रदान गरिरहेका हुन्छन्। त्यति मात्र होइन, कमिलाहरूले बाटो सम्झन पनि सक्छन्। बाटोमा के थियो, कति टाढा आइपुगे, यी सबै कुरा उनीहरूले वरपरका सङ्केतहरू हेरेर सम्झन्छन् र त्यसैको आधारमा बाटो फेला पार्छन्। यस प्रक्रियालाई पाथ इन्टिग्रेसन भनिन्छ। अनि अब सबैभन्दा रमाइलो कुरा, टिम वर्क। यदि कुनै एक कमिला बाटो बिर्सन्छ भने अरू कमिलाहरू फर्केर आइपुग्छन्, फेरोमोन ट्रेल फेरि बनाएर सबैलाई सही बाटोमा लैजान्छन्। यो नै हो कलेक्टिभ इन्टेलिजेन्स, जहाँ सबै मिलेर एक अर्काको सहयोगमा काम गर्छन्। उनीहरू फेरोमोन्सको नक्सा बनाउँछन्, टाउको जुधाएर मेसेज पास गर्छन् अनि भन्छन्, यो बाटो हो, यता आऊ। त्यसैले अबदेखि कमिलाहरूलाई एक लाइनमा हिँडिरहेको देख्दा बुझ्नुस्, उनीहरू फेरोमोन छोड्दै अदृश्य नक्सा बनाउँछन्, एन्टेनाको माध्यमबाट सन्देश आदान प्रदान गर्छन्, वरपरको वातावरण सम्झन्छन्, बाटो बिर्से पनि फेला पार्छन्, सबै मिलेर सहयोगात्मक रूपमा काम गर्छन्। अब अर्को पटक यदि तपाईले कमिलाहरू टाउको ठोकिरहेको देख्नुभयो भने बुझ्नुस्, उनीहरू मेसेज पास गरिरहेका छन्।